रोजगार दियो यो फटा सरकारलाई हामीलाई रोजगार दियो के गर्नु पर्ने हामीले गोली बोक्नु पर्ने छ होइन विचार र सिद्धान्तमा राख बढी बोल्ने होइन प्यार प्यार विचार अनि हाम्रो निर्माण चाहिँ कहाँ गयो त हाम्रो सिद्धान्त कहाँ गयो आर्थिक क्रान्ति दिनुपर्छ पर्दैन रोजगार दिनुपर्छ पर्दैन अनि त्यो रोजगारको व्यवस्था हामी गर्छौँ भने युवाको आक्रोश देशमा रोजगार भएन देश विकास भएन यस्ता युवाहरूलाई राष्ट्रले सम्मान गर्न सकेन युवाहरूलाई देशका सरकारले नोटबन्दी प्रचण्ड all of them देशका भाग्य र भविष्य निर्माता आज भाग्य र भविष्य देशका निर्माता यस्ता युवाहरूलाई आज अवसर दिएन भन्न स्वाभिमान दिएन समृद्धि दिएन विकास दिएन अवसर दिएन त्यो अवसर नदिएको चाहिँ आवाजको चाहिँ भन्दा आक्रोश हो मैले सम्मान गर्छु तथापि के भन्दा अहिले हामीले भोग्दै आएको हेर्दै आएको जान्दै आएको बाढी चुडी तेरो मेरो सत्ता प्रधानमन्त्रीको कुर्सी बाहेक यहाँ विकल्प केही भएन त उनीहरूले के भन्दाखेरि तपाईँको यो अहिलेको चाहिँ व्यवस्था पात्र पद्धति प्रणालीले यो देश बन्दैन यस्ता युवालाई सम्मान दिन सक्दैन त्यसैले अब के भन्दाखेरि सबै चाहिँ मिलेर यो देशलाई बनाउनको लागि सम्पूर्ण नेपालीहरूले अब चाहिँ एउटा अभिभावकत्वलाई संरक्षित राखेर पार्टीको चाहिँ के भन्दा राष्ट्रपतिबाट साझा अभिभावकत्व हुँदैन पार्टीको राष्ट्रपति हुन्छ एउटा राष्ट्रपतिलाई हामीले बहिर्गमन हुँदाखेरि 10 करोड